ओके व्हाट्सअप गाइस हाउ इज गोइङ योर डे। आज हाम्रो चाहिँ यस्तो जाँदैछ है दिन हैन। हामी चाहिँ जुमेरा बीच जाँदैछौँ। कान्छाले के बोकेछन्? खानेकुरा। हामी आज जुमेरा बीचतिर यसो विकेन्ड इन्जोय गर्नको लागि स्विमिङको लागि निस्केको है। यहाँबाट जाँदैछौँ, बाटोमा पुग्न आँट्यो। यहाँ चाहिँ हामी रेडी भयो, कपडा सपडा खोलेर। अब पछाडि भलिबल पनि छ हामीसँग। ओके कान्छा चस्मा लगाएर रेडी है। अब लेट्स गो भन्नु पर्यो हैन। पानीमा पस्ने बेला भयो हैन त। यो केटाहरू इन्जोय गर्दैछन् ल पानीमा। ल हेर्नु त कति चिल छ हैन त। 6 दिन 7 दिन काम गरेपछि एक दिन विकेन्ड इन्जोय गर्न निस्क्यो भने बेग्लै मजा आउँछ कि फेरि हैन। यो रमाइलो हुन्छ कि हर चिज बिर्सिन्छ हैन। दिमागमा भएको जति टेन्सन, शरीरमा भएको मैला सबै यो नुन पानीले बगाएर लान्छ कि। यस्तो मजा आउँछ नि। ल हेर्नु यो मोमेन्ट फेरि कहाँ पाइन्छ? पाइँदैन नि। पाइन्छ त। ओइस झन्नै मुखमा पानी पस्यो यार मेरो। ल याउ यस्तो गर्दा चाहिँ गाउँमा केटाकेटीमा त्यो खोलामा नदीमा नुहाए जस्तो फिल हुने के। तर अलिक यो चाहिँ नुन पानी छ। नुन पानीले गर्दा चाहिँ अलिक मजा आउँदैन। 1 मोर टाइम्स म त ट्राई गरेको छु हेर्नुहोस्। ओहो यो केटाकेटीमा हामी खोलामा गर्थ्यो कि। अहिले पनि कहिलेकाहीँ हल्का। यो चाहिँ लास्ट पोस्ट भनौँ न, स्विमिङ लास्ट पोस्ट। तर यति मजा आइरहेछ नि आज। लास्ट गल्यो कि म त थाकेँ एकदम पुरा स्विमिङ गर्दा 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 गर्दा। ओ माई गॉड पानीको छाल यस्तो दामी छ नि।